लागेको र मम्मीसँग एकदम प्यारो हातखुट्टा खेलाउनु पर्छ होइन के तेर त सिर बिहान बिहान उठेर काम मजाले गर्नुहुन्छ अनि एउटा दुःख भन्दा पनि यो एउटा शारीरिक रूपमा आफूलाई स्वस्थ राख्नको लागि बिरामी भए पनि काम गरिरहनु भएको छ के फल्यो मम्मी त्यो राजमा फलेछन् लछु बाख्राले खाइदिएछन् राजमा राजमा फलिरहेको छ ए अनि उसले जानुभएको छ मम्मी साँच्चीकै यो 55-56 वर्षको उमेरमा पनि धेरै मिहिनेत गर्नुभएको छ मम्मीले शीत पर्यो शीतको मौसमले गर्दाखेरि बिहान बिहानको शीतले मरिरहन्छ यतापट्टि लक्षण पनि आएको छ लक्षण फेरि एकछिन दुईजनालाई एक आरको नभई हुँदैन नाति बजाइको माया धेरै नै छ यो चिसो मौसममा मम्मीलाई सुत्नु आराम गर्नु भन्दा पनि मनले मानिरहेको छैन काम भनेपछि घाम पानी नभनी गर्नुहुन्छ हुन पनि हो के मम्मी तोरी कोनी भएको रे तोरीलाई यति राम्रो तोरी लटा परेको छ तोरी कोनी भरि त बिचारा कति चिन्ता गर्नुहुन्छ खेतीबारीको पक्कै पनि एउटा आफ्नो पहिला आफूले दुःख गरेको कहाँ सकिन्छ र सानो कुरामा पनि धेरै आत्तिनुहुन्छ आलु कोनी भयो धेरै नै दुःख गर्नु चिसो मौसममा बिचारा अब आराम गर्नु भन्दा पनि मान्नु हुँदैन आलु कोनी भयो त आलु काम गर्न थाक्नु हुँदैन मम्मीले काम गर्नुहुन्छ यसरी आज चाहिँ मौसम निकै नै चिसो छ माथिबाट शीतहरू चोइरहेको छ मम्मीले सानो सानो दाउराहरू बटुलेर चिसोको न्यानो ताप्ने सबैलाई न्यानो होस् भनेर यसरी मेहनत गर्नुभएको छ पारिपट्टि देख्न सक्नुहुन्छ धेरै नै चिसो छ आज माथिको मौसम आज बिहान बिहान शीत परिरहेको छ घरको सानो काम तर धेरै महत्त्वपूर्ण कामको रूपमा लिन सकिन्छ यो उमेरमा पनि काममा निकै नै सक्रिय हुनुहुन्छ चिसो मौसममा मम्मीको काम बिहान बिहानको यो काम पक्कै पनि मानिस यत्तिकै बस्नुभन्दा केही सानो कामहरू गऱ्यो भनेपछि धेरै नै फाइदा हुन्छ हो कि नि मम्मी हो नि छोरा गर्न पर्छ मम्मी यता हेर्नु हातखुट्टा खेलाएको राम्रो हो स्वास्थ्य हुनुपर्छ अनि हिजो तपाईँलाई ऊ लागेको थियो नि यता हेर्नु न के अरे रुगा लागेको थियो अनि लुगा लागेको थियो खसीको खुट्टाको सुपले ठिक भयो खुट्टाको सुप खाएको त सन्चो भयो हात त अलि तपाईँ त हाँस्नु भएको थियो त खुट्टा सुप हेरेर खुट्टाको सुप हेरेर हाँस्नु भएको थियो छोराले यस्तो ल्यायो भनेर हाँसे आखिर त अहिले औषधि आइछ हो औषधि आइछ अहिले निको भयो अहिले निको भयो अलि के अरे एकदम फुर्ती साथ हुनुहुन्छ यो के लाग्यो मम्मी यो अर्डरहरू हो अर्डर हो तोरी हो त्यसमा केराउ हो ऊ त पल्लोमा घाँस छरेको बाख्रालाई त्यो बाख्रालाई त अर्डर भएदेखि यताको सबै हाम्रो हो अहिले तोरी उखाल्ने भइसक्यो अब सिप्चाना फुलिहाल्नु यो लाउने बेलामा खुब मेहनत गर्नुभयो लाउने बेला मेहनत गरियो पाहाडको जस्तो मेहनत गर्न पर्दैन बाबु यहाँ हो यहाँ खेतीले हार्दैन मधेसको खेतीले राम्रो हुन्छ त्यस्तो मेहनत छैन पाहाडको जस्तो यो मौसम चिसो छ आज त चिसो छ आज पानी परेको छ फसफस टुसारो परेछ आज हो यो दाउरा यहाँ हाम्रो घर नजिकको जङ्गलबाट लिएको हिजो बेलुका लिएको दाउरो यहाँ छोराले लिएर राखेको छ पछि चिराम्ला भनेर अहिले उता वनको आफै हावाले ढलेको बुट्टा हो बुट्टा भने हाँगा लिएको हाँगा यसले काम केही दालपात काम लाउनु यसको उतापट्टि देखाउनु न तोरी कसरी अब पाकिसक्यो तोरी पाक्यो हो तोरी पाकिसक्यो बाख्राले पुरै पाखाले खाएर झराल दिएन अब तोरी पुरै यही उम्रानी भयो मकै छर्दा हो अब घाम लाग्यो भने उखालेर अनि मल फालेर मकै छरिदिने हो एकै दिनको काम हो पखाइ जनवार्न स्कुल तिमी जनवारमा पढ्दै पढेनौ पहिला
अलि पढि छैनौ अनि मेरो स्कुल उता नि कहाँ उता हाम्रो सरकार अनि वहाँ सिधै गएर यता जाने अनि यता जाने अनि यता जाने आउँछ हाम्रो स्कुल कुमारवर्ती इङ्ग्लिस बोर्डिङ ए कुमारवर्ती इङ्ग्लिस बोर्डिङ स्कुलमा पढ्ने तिमी तिमीले सरकारी स्कुलमा पढा के सरकारी स्कुलमा पढाउनु त हुन्न किन बोर्डिङै पढ्नुपर्छ र एउटा गीत गाइदेऊ न त ल राखको समाचार भन्ने गाइदेऊ के अनि यो हाम्रो आमाको घर अनि आमाको घरमा तिनवटा बाबु यता सुन न के अरे मैले पुरै फ्यामिलीको नाम भन्छु पहिला आउँछ मेरो ड्याडी अनि मम्मी अनि आमा अनि रिता दिदी अनि कान्छी दिदी अनि आउँछ हाम्रो रोशनी रिया दिदी अनि तिम्रो दाँत के भएको नि त्यस्तो लिखलेको ए बनाको चरी कठै भन्छ र बारीलाई रेल कठोका